सम्पूर्ण मित्रहरूलाई यो आफूसँग भएको क्यास अनि यो एटिएम मेसिनमा कसरी डिपोजिट गर्ने आफ्नो एकाउन्टमा त्यो म तपाईहरुलाई सरर देखाउन गइरहेको छु है। सुरुमा यहाँ स्क्रिनमा जाने। अहिले यहाँ पोर्तुगिज ल्याङ्ग्वेजमा छ। मैले यहाँ क्लिक गर भन्छ, यहाँ क्लिक गरे अनि यहाँ डिपोजिट नोट र अनि चाहिँ कोइन भनेको छ। मैले यसमा क्लिक गरे। त्यसपछि डिपोजिट नोटमा क्लिक गरे, यहाँ क्लिक गरे। त्यसपछि यहाँ माग्यो तिम्रो कार्ड हाल भने कार्ड हाले। कार्ड हालिसकेपछि एकछिन वेट गर भनिरहेको छ। एकछिन वेट गर भनिरहेको छ। अनि पोर कन्टा भनेपछि तिम्रो एकाउन्टमा अब यहाँ जान्छ ल। अब मेरो पिन कोड हाने मैले। अब मेरो कार्ड एक्टिभ भयो। अब यो निकाल भन्छ। अब तिमीले डिपोजिट गर्न लागेको हो भन्छ। मैले यस गरेँ यासी। ओके। त्यसपछि आफूसँग कार्ड भएको कार्ड नम्बर हाने मैले 1 2 3 डिजिट नम्बर मैले सेलेक्ट गरेँ। त्यसपछि यहाँमा जान्छ 45 47 03 00 45 27 03 अनि 10 अनि यहाँ कन्फर्म भयो। मैले कन्फर्म गरेँ। अलरेडी मेरो नाम माथि आएको छ। यहाँ मेसिन खुल्यो, बक मेसिन। अनि 4 नम्बर लगाएर यहाँ हाल्ने टक्क आफै बन्द हुन्छ। अनि त्यहाँ सर्च गरिरहेको छ पैसाहरू। ल अब यहाँ कन्फर्म भयो। मैले 50 युरो 50 युरो मैले बुक गरेको। उसले भन्छ हो भन्छ। मैले कन्फर्म गरेँ। यति भनिसकेपछि एकछिन वेट गर भन्छ। वेट गर भनिसकेपछि डिपोजिट प्रोसेस माइस नोट फेरि अर्को पैसाहरू डिपोजिट गर्ने हो भन्छ। छैन भएको त गर्ने अब छाया नो गरिदियो क्लिक। त्यसपछि अब यहाँ पेपर आयो। कति डिपोजिट भयो यहाँ सर आयो। थ्याङ्क यू।